पारेकै छ यो जिन्दगीमा छैन। यो देशको माया लागेर कुदिस है, डढेलो लाग्छ, आगो निभाउँछु, जङ्गलमै बास बस्छु, ढुङ्गा बोकेरै भए पनि बजेट छैन। यति सानो बजेट छ, यत्रो छ समस्या, यत्रो समस्यालाई थेक्नका लागि यति बजेटले काफी हुँदैन भनेर दिनभरि रातभरि काम गर्नुपर्छ। हामी चाहिँ आज हर्का साम्पाङलाई देश विजय गराउनको लागि र्यालीमा जाँदैछौँ होइन। अब हार्नु माटोको समर्थकहरू चाहिँ यति बेला आइसक्नु भएको छ। भोट यसपालि माटोमै हाल्नु होला सबैजनाले। एकदम नियमबद्ध तरिकाले यहाँनिर र्याली भइरहेको छ। हतारमा बित्दैछ अहिले। सन्चै हुनुहुन्छ नि सबैजना? धन्यवाद दिन चाहन्छु। यो चुनावी प्रचार सभाका अध्यक्ष, अतिथिज्यूहरू, विभिन्न क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारज्यूहरू, श्रम संस्कृति पार्टीका विभिन्न तहमा रहेर देशका लागि पसिना बगाउँछु भनेर सङ्गठित हुनुभएका श्रमदाताज्यूहरू, आदरणीय मैले मान्नुपर्ने उपस्थित स्थानीय आमा बाबा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी र जेन्जी, पत्रकार मित्रहरू, सुरक्षाकर्मी, मिडिया मार्फत अहिले हामीलाई लाइभबाट हेरिरहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, सबैजनालाई माटो प्रेमी अभिवादन, जय माटो जय देश भन्न चाहन्छु। धेरै कुरा राख्नु पर्दैन। देशकै राजधानीमा बस्ने मान्छेहरू अवश्य हामी शिक्षित छौँ, सचेत छौँ, नैतिक पनि छौँ है। सचेत भनेको त्यो जसले सही र गलत बिचको फरक छुट्याउन सक्छ। नैतिक भनेको त्यो जसले सहीको पक्षमा आफूलाई उभ्याउँछ। त्यसो भएको कारणले गर्दाखेरि यहाँ उपस्थित सबैजना हामी सचेत छौँ, नैतिक छौँ र देशप्रति जिम्मेवार पनि छौँ। त्यसो भएको कारणले मैले धेरै बेली विस्तार लगाएर मसिनो ठुलो विभिन्न खालका चाहिँ उदाहरणहरू जोडेर भनिरहनु पर्ने आवश्यकता छैन। हामीले देख्यौँ, बुझ्यौँ, भोग्यौँ है। मैले बारम्बार भन्ने गरेको कुरा अलिकति दोहोऱ्याउन मन लागेको छ। मान्छेले गल्ती गर्छ किनभने गल्तीबाटै सिक्दै आएको हो हामी। एउटा साइकल मात्रै कुदाउँदाखेरि पनि कतिचोटि लडेर घोडा पिल्साएर मात्रै हामीलाई कुदाउन आउँछ होइन हो। फेरि मान्छेले त्यही गल्ती दुईचोटि गर्न सक्छ किनभने मान्छे हो, त्यहाँबाट पनि उसले सिक्छ। फेरि त्यही गल्ती मान्छेले तीनचोटि पनि गर्न सक्छ, त्यहाँबाट पनि मान्छेले सिक्छ। तर तीनचोटि भन्दा बढी गल्ती गर्यो भने त्यो मान्छे नभएर भेडा हो है।
एउटै गल्ती चौथो चोटि दोहोऱ्याउने मान्छे भेडा हो। चौथो चोटिदेखि फेरि 5औं चोटिसम्म पनि र त्योभन्दा बढी तपाईँको चाहिँ त्यही गल्ती दोहोऱ्याउँछ भने त्यो चाहिँ कुकुरको पुच्छर हो, त्यसको उपाय छैन। त्यसो भएको कारणले पक्कै पनि हामी यहाँ उपस्थित कोही पनि कुकुरको पुच्छर छैनौँ र मिडिया मार्फत लाइभ मार्फत हामीलाई हेरिरहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू हामी कुकुर पुच्छर होइनौँ। त्यसो भएको कारणले पुराना दलहरू एमाले कङ्ग्रेस माओवादी भन्थ्यो, माओवादी त छैन होला अहिले, तारा आएको छ, अर्को चुनावमा अर्को चिन्ह आउँछ हेर्नु है। मान्छे चेन्ज भइरहन्छ नि त। त्यस्ता दलहरूबाट केही पनि निस्किँदैन, हुँदैन। नयाँ विचार पनि छैन, नयाँ चरित्र पनि छैन, केही पनि छैन, नयाँ व्यवहार पनि छैन, के थोक आउँछ। त्यसले गर्दाखेरि सरकारको लागि सरकार गठन गर्ने एउटा सांसद चुन्नका लागि मात्रै चुनाव गर्ने समय होइन यो। जेनजीको आन्दोलनले के सङ्केत गरेको छ? हुन त त्यो आन्दोलन कसले गरायो के गरायो होइन भन्ने कुरा तपाईँको छैन, चलखेलका कुराहरू थुप्रै छन्। तथापि ती सम्पूर्ण हाम्रा नानीहरू, हाम्रा भान्जा, हाम्रा भान्जी, हाम्रा छोरा छोरी, नाति नातिनीको उमेरका मान्छेहरू शहीद भएर गए। उनीहरूलाई राजनीतिको रह पनि सायद थाहा थिएन होला, तर उनीहरूलाई थाहा थियो यो देशमा चेन्ज चाहिन्छ, वी वान्ट चेन्ज भनेर उहाँहरू सडकमा आउनुभएको थियो। षड्यन्त्र गरेर चाहिँ मारिए। त्यो जेनजीको आन्दोलनले हामीलाई के म्यान्डेट दिएको? त्यो पुरानै दललाई भोट हाल भनेर म्यान्डेट दिएको हो? सारा नेपाली समाजलाई म सोध्न चाहन्छु, त्यही पुरानै तिरे तपाईँको छैन होइन? किनै जेनजीको आन्दोलन हुनुपर्ने बाध्यता आउने है? यो देशमा गरी खान सक्ने वातावरण नबनाउने, भ्रष्टाचारमाथि भ्रष्टाचार, विभिन्न खालका छैन अन्याय र अत्याचारहरू मात्रै गरिराखेर हाम्रा सिंहदरबारलाई पनि पार्टी कार्यालय जस्तो बनाउने, तमाम सयौंको सङ्ख्यामा हजारौंको सङ्ख्यामा घाइते भएका जेनजीहरूले हामीलाई हेरिरहेका छन्, सोधिरहेका छन्। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, पुराना दलतिर हामीले भोट हाल्दैन। यसपालि पाप लाग्छ। अब नयाँ दलहरूमध्ये कुन दललाई हाल्ने त कन्फ्युज भइरहेको छ। सजिलो म बनाउँछु, सजिलो बनाउँछु, खस्रो सिधा सिधी कुरा राखेर जान्छु, समय छैन। पहिले गएर झापामा पनि बोल्नुपर्ने छ। त्यसो भएको कारणले गर्दाखेरि अब नयाँ दलहरू आए, घन्टी बजाउँदै आएको दलले पनि आफूलाई नयाँ भन्छ, त्यो नयाँ दल होइन है। त्यसको सभापति एकचोटि तपाईँको प्रधानमन्त्री तथा गृहमन्त्री भइसकेको हो है। त्यसो भएको कारणले गर्दाखेरि त्यो दल नयाँ दल होइन। गृहमन्त्री भन्दाखेरि आफै सहकारीको काण्डमा मुछिएको छ, त्यो जीवी राई भन्छ, उसलाई खोजेर ल्याउनु पर्दैन। कतिचोटि गृहमन्त्री भइसकेपछि चाहिँ जीवी राईलाई पक्रेर ल्याउने हो त? जीवी राईलाई पनि बदनाम मात्रै गरिएको जस्तो लाग्छ है। कहाँ गयो जीवी राई? को जीवी राई? एनीबडी नोज? थाहा छैन है, केही पनि गर्दैन। त्यही तपाईँको पार्टीका सांसदहरू जितेर गएर सदनमा कहिले गरिब दुखीको बारेमा, किसानको बारेमा, मजदुरको बारेमा, पीडितको बारेमा कहिले बोले? केही पनि फरक छैन है। पुरानै जस्तो गाँठो बन्धन र गठबन्धन गर्दै सत्तामा जाने, मलाई प्रधानमन्त्री त्यही, मलाई गृहमन्त्री त्यही भन्दै रोइलो मचाउने मात्रै हो। हामीले पहिल्यै टेस्ट गरेर देखिसकेको। पहिले चाख्दाखेरि टर्रो आयो, फेरि दुईचोटि किन चाखेर मुखमा टर्रो बनाउनु बेकार है। वी आर नट द्याट फुलिस। त्यसले गर्दाखेरि सबैजनालाई म भन्न चाहन्छु, त्यो पार्टीबाट केही पनि आउँदैन है। थुप्रै छन् काण्ड, यहाँ काण्डमा भनिरहन चाहन्न, सबैलाई थाहा छँदैछ। त्यो पुरानो गीत कति गाउनु, कति गाएको पुरानो गीत भनेर भन्नु होला। ओल्ड इज गोल्ड भनेर अलिअलि मैले भने मात्रै। गीत भन्ने पुरानो हुँदैन नि त। नारायण गोपालको गीत पुरानो हुन्छ र गोपाल योन्जनको गीत पुरानो हुन्छ? नारायण गोपालको गीत भन्दा एउटा गीतको सम्झना आयो। एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगी। एउटै मान्छेको मायाले कति फरक पारेको हो यो हाम्रो देशमा। त्यो माया चाहिँ
हर्क साम्बाङ भन्ने एउटा सानो फुच्चे केटा अनुहार नपरेको खस्रो बोल्ने मान्छेको नेपाल भन्ने देशप्रतिको उसको जन्मभूमिप्रतिको मायाले गर्दाखेरि फरक पारेको भिड हो यो हो। एउटा मान्छेको मायाले कति फरक पारेकै छ यो जिन्दगीमा छैन। यो देशको माया लागेर कुदिन्छु है, डढेलो लाग्छ, आगो निभाउँछु, जङ्गलमै बास बस्छु, ढुङ्गा बोकेरै भए पनि बजेट छैन, यति सानो बजेट छ, यत्रो छ समस्या, यत्रो समस्यालाई थेक्नका लागि यति बजेटले काफी हुँदैन भनेर दिनभरि रातभरि काम गर्नुपर्छ। त्यसरी काम गर्दाखेरि अपमानित बन्छु म होइन। ढुङ्गे, गदा, गोरु, हर्के, हलदार यी सारा नामहरू मैले पाउँछु होइन। जेनजीको आन्दोलनमा म त एउटा सानो मान्छे भनेर बसिराखेको त आन्दोलन भइसकेपछि त सबै ठुल्ठुलो नेता, यत्रो ठुल्ठुलो नेता खतरा क्या, 30 वर्ष 40 वर्षदेखि अरे फेरि यो शास्त्र त्यो सिद्धान्त घोकेको सबै दुलोभित्र लुक्यो, लुकेन? यो देशलाई विपद पर्दाखेरि त कोही पनि नआउँदो रहेछ। त्यतिखेर त्यो फुच्चे केटा हर्क साम्बाङ भन्ने आएको थियो यहाँनिर देश सम्हाल्छु भनेर। यो स्मरण रहोस्, एउटा मान्छेको मायाले कति फरक पार्दो रहेछ जिन्दगी। फेरि एउटा मान्छे जो मान्छे त पाखामा बिरुवा रोपेर छैन हरियाली बनाउँछु, खोलामा छैन बिरुवा रोपेर चाहिँ पानीको मुहान बढाउँछु भन्दै बसिरहेको मान्छेले खोलेको पार्टी हो श्रम संस्कृति, जुन श्रम संस्कृतिले कामलाई पहिलो प्राथमिकता दिन्छ, गफलाई होइन। गफ गरेर देश बन्ने भयो त तपाईँ पनि गफ गरिराख्नु, म पनि गफ गरिराख्छु भन्दैन होइन। द कल्चर द्याट आवर लिडर्स सोड टु अस इज भेरी ब्याड, त्यो रङ। त्यो संस्कृतिले देश बन्दैन। हाम्रो लिडर्सले जसलाई हामीले भोट दिइरह्यौँ नि 40 वर्ष 50 वर्षदेखि नेता भनेर बोकिनु काँधमा, उनीहरूले सिकाएको कल्चर कस्तो हो भन्दाखेरि चिल्लो भएर हिँड्ने, धार भएको लुगा लाउने होइन, अनि यस्तो गरेर हात पनि पछाडि बाँधेर ओठले हराउने, उता जा त यता यता उता जा भन्ने। अनि ऊ त्यस्तो भइसकेपछि लिडर अनुसारको मान्छ देश, आदरणीय दाजुभाइ दिदीबहिनीहरू है। बिकज लिडर सुड शो द वे, सुड नो द वे एन्ड सुड गो द वे है। अब लिडरै त्यो खालको छ, अनि त्यसपछि सबै मान्छे सुकिलो मुकिलो यस्तो गरेर होइन भन्ने भयो होइन। विदेश गइन्छ दुःखले होइन, विदेशमा गएर बेसरी काम गरिन्छ भन्नु लागेको हो नि त। 12 घन्टा त मिनिमम हो होइन, 15, 16, 18 ओभर टाइम 18सम्म पनि गरिन्छ। अनि त्यस्तो काम गरेर आइन्छ होइन, धुस्रै फुस्रै यहाँ आएपछि त फेरि हाकिम भइहालिन्छ, पैसा भयो नि त, अब हाकिम हुने हो साथी हो। अनि उसले पनि यस्तो गरेर छुँदैन, माटो छुँदैन होइन, खेतबारी बाँझै राखिराख्छ, यस्तो गरेर उस्तो गर्छ। अनि उसको साथीले देख्छ, ए त्यसले पनि त्यसो गर्यो म पनि त्यसै गर्छु भन्छ, ऊ पनि तपाईँको चाहिँ साउदी कतार कहाँ जान्छ, आएपछि उसको पनि परीक्षा दियो। यो देशमा काम गर्न कसैलाई मन पर्दैन है। त्यस्तो खालको सामाजिक मान्यतालाई चुनौती दिएर विद्रोह गरेर आएको मान्छे हर्क साम्बाङ। यो श्रम संस्कृति भनेको एउटा चुनाव अनि एक ठान सांसद जित्ने मात्रै तपाईँको चाहिँ के अरे पार्टी होइन। यो भनेको यो देशलाई टोटल रिफर्म गर्ने शक्ति हो श्रम संस्कृति है। हामी श्रमको शक्तिले यो देशको चाहिँ तपाईँको चाहिँ पुरै सामाजिक आर्थिक होइन विकासका चाहिँ तपाईँको चाहिँ के अरे सांस्कृतिक विकासका चाहिँ हामीले रूपलाई परिवर्तन गर्नेछौँ। त्यो परिवर्तनकारी अभियानमा तपाईँहरू जोडिन चाहनुहुन्छ? धन्यवाद दिन चाहन्छु। त्यो अभियानलाई हामीले लिगलाइज गर्नका लागि चुनाव लड्नु परेको है। त्यो अभियान तपाईँले आफैले चलाइराखेर एउटा पालिकामा मैले गरिराखेर यहाँ तपाईँले गरिराखेर हुँदैन, राष्ट्रिय नीतिमा लगाउनुपर्छ त्यो चिज। त्यसले गर्दाखेरि त्यो विचार अनुसारको यो देशको नीति बनाउने हो भने श्रम संस्कृतिको चुनाव चिन्ह अञ्जुलीको माटोमा तपाईँले भयभरको भोट ओइराउनु, भोट लगाउनु भन्दिनँ म, सबैजनालाई भन्छु ओइराउनु। तपाईँ एमालेको भए पनि ओइराउनु, कङ्ग्रेसको भए पनि ओइराउनु होइन, त्यो खै के पार्टी हो त्यो, ताराको भए पनि ओइराउनु, घन्टी बजाउने पार्टी भनौँ ओइराउनु, हल्लु भए पनि ओइराउनु। हामी यो देशलाई बदलेर देखाउँछौँ।
यो देश हामी सबैको देश हो भनेदेखि हामी सबैले मिलेर बनाउनु पर्छ है। चुनाव चिन्ह माटो के हो त्यो चुनाव चिन्ह माटो भनेको? चुनाव चिन्ह माटो भनेको यो जन्मभूमि हो। चुनाव चिन्ह माटोमा भोट हाल्दिन भनेको यो देशलाई भोट दिन्न भने जस्तो हो है। यो देशलाई भोट नदिने नेपाली कोही छ त? जसले दिँदैन त्यसलाई विदेशी भन्न नमिलेको है। विचार गर्नु, श्रम संस्कृति चुनाव चिन्ह माटो, विचार हेर्नु न फेरि है। सबै मिलेर काम गरौँ, रगत बगाएर होइन पसिना बगाएर देश बन्छ भन्ने हाम्रो तर्क है। हाम्रो सिद्धान्तका तीनटा आधार प्रकृति, संस्कृति र प्रविधि है। काठमाडौँ आफैमा संस्कृतिले विश्वभर चिनिएको एउटा सम्पदाले भरिएको ठाउँ हो होइन र? आज टुरिस्ट हाम्रो देशमा के हेर्न आउँछ भन्दाखेरि एउटा प्रकृति, अर्को संस्कृति। हाम्रो प्रकृति पनि हेर्न आउँछ, अग्ला हिमालदेखि लिएर विभिन्न है। र अर्को कुरा हेर्न आउँछ हाम्रो संस्कृति। यो प्रकृति र संस्कृति अनि प्रविधि है, यी तीनटा कुराको आधारमा संस्कृति, हाम्रो श्रम संस्कृति चलेको छ। यो देशको चाहिँ तपाईँको चाहिँ प्राकृतिक सम्पदालाई हामीले सम्पत्तिमा रूपान्तरण गरेर यो देशलाई आर्थिक उन्नतिको बाटोमा लैजान्छ। त्यसका लागि हामीसँग सबैभन्दा बलियो, सबैभन्दा भरपर्दो, सबैभन्दा शक्तिशाली दुईवटा औजार छ। त्यो दुईवटा औजार हो तपाईँको दाहिने हात र देब्रे हात। देखाइदिनुहोस् एकचोटि। यो दुईवटा हात भन्दा ठुलो यन्त्र केही पनि छैन यो संसार। म त यति पढेको, मसँग त यति करोड ब्यालेन्स छ, म त अर्बपति भनेर तपाईँले चाहिँ माटो छोड्नुभयो भने नेचुरल्ली तपाईँ बिरामी हुँदै जानुहुन्छ। किनभने माटोबाट त तपाईँको होइन थुप्रै कुरा पाइन्छ तत्त्वहरू। अर्को कुरा के हुन्छ भन्दाखेरि तपाईँलाई यो देशको माया लाग्दैन। एउटा किसानलाई जति उसको खेतबारीको माया लाग्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यति जग्गा दलाललाई लाग्दैन। दलालहरूको देश बन्यो यो है। अलि राम्रो भाउ पायो भने त बेची पठाउँ, नेपाललाई बेची पठाउँ, बरु स्विस ब्याङ्कमा ब्याङ्क ब्यालेन्स राखेर ब्याजले चलाउँदैछ भन्ने खालको नेता बनेर हुन्छ यहाँ। त्यस्ता नेताहरूलाई कहाँको जनताले चुन्यो भन्दाखेरि यहीँको जनताले चुन्यो। तपाईँ हाम्रै गल्ती हो। मैले अघि भने अब नेपाली जनता न भेडा हो न कुकुर छ। अब इनफ भयो, नगरौँ अब त्यस्तो गल्ती। त्यसो भएको कारणले इमान्दार मान्छेलाई चुन्नुहोस्, देशभक्त मान्छेलाई चुन्नुहोस्, प्रष्ट विचार भएको मान्छेलाई चुन्नुहोस्, स्वाधीनताको पक्षमा निडर भएर लड्न सक्ने, बोल्न सक्ने मान्छेलाई चुन्नुहोस्। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो चुनाव भनेको चाहिँ तपाईँको हाम्रो स्वाधीनता बचाउनका लागि है। राष्ट्रवादी शक्ति तपाईँको चाहिँ देशलाई जलाउने र भत्काउने मान्छेहरूलाई होइन। यसपालि देशको पक्षमा, माटोको पक्षमा, चन्द्र सूर्य किचन्द्रको पक्षमा, स्वाधीनता र सम्प्रभुताको पक्षमा अगाडि प्रष्ट रूपमा आएको शक्ति श्रम संस्कृतिलाई तपाईँले जिताउनुहोस्। यदि हर्क सापान जस्तो मान्छे जो यो देशको लागि मरिहत्ते गरेको छ, यो देशको चाहिँ अस्तित्व यो पृथ्वी नहुन्जेलसम्म रहनुपर्छ भनेर तर्क गरेर बोलेर हिँडेको छ, त्यस्तो मान्छे यो देशको नेतृत्व यदि भएको होस् भन्ने चाहनुहुन्छ भने मलाई मात्रै जिताएर हुँदैन, हाम्रा उम्मेदवारहरूलाई पनि तपाईँहरूले भोट हालेर जिताइदिनुहोस्। जिताइदिनुहोस् हाम्रा उम्मेदवारहरूलाई। त्यस पछाडि हामी तपाईँको चाहिँ यो देशलाई बचाउने र बनाउने अभियानमा तपाईँको चाहिँ सारा युवालाई राजनीतिक गुन्डा बनाएर हिँडाउने मान्छेहरूले होइन, युवालाई जहाँ भाइ त्यहाँ गएर त्यसलाई तपाईँ केही गर्दिनँ, पुलिसहरू पक्रियो भने म छुट्याइहाल्छु भन्छ। अनि हाम्रो भाइ भतिजा होइन कुट्नु थाल्छ मान्छेलाई, भोलि काट्नु थाल्छ, पछि मार्छ, अनि मारेपछि चाहिँ फेरि जेल जान्छ। युवालाई राजनीतिक गुन्डा बनाउनेहरूलाई खबरदारी गर्न चाहन्छु। अब त्यता होइन, युवालाई यो देशको सबैभन्दा ठुलो निर्माण र उत्पादनको शक्तिको रूपमा प्रयोग गर्न चाहन्छ श्रम संस्कृति। म तपाईँहरूलाई माटो छोएर छातीमा हात राखेर, हातमा साक्षी राखेर भन्छु, म कहिले पनि युवालाई ढुङ्गा हान भन्दिनँ, तर यो देश भत्किरहँदाखेरि ढुङ्गा बोक्नु चाहिँ मलाई सघाउनु आई निड यु। तपाईँहरूको लागि म यही भन्न चाहन्छु, देश बनाउने अभियानमा हामी छौँ, हामीलाई सघाउनुहोस् प्लिज। देश बनाउन सघाउने हो। यदि देश बनाउन सघाउने हो भने यसपालि फागुन 21 गते हुँदै गरेको चुनावमा
चुनाव चिन्ह माटोमा, अन्जुलीको माटोमा 2वटा आउँछ प्रत्यक्ष र समानुपातिक। एक छाप मात्रै एउटामा हाल्ने हो, त्यो मैले काठमाडौँमा भनिरहनु पर्दैन, तर मिडिया मार्फत गाउँघरमा सुन्नुहुनेहरूलाई पनि भनिरहेको छु। स्थानीय तहको जस्तो 4-5वटा हाल्नुपर्ने हो कि के पर्ने हो कि भनेर पनि घर दैलो गर्दाखेरि थुप्रैले सोध्नुहुन्छ। त्यसो भएको कारणले मैले भनिरहेको छु, प्रत्यक्ष र समानुपातिक दुवैतर्फ चुनाव चिन्ह अन्जुलीको माटो खोजेर माथिबाट नहेर्नु, लोधरे चिन्हहरू देखिन्छ, तलबाट हेर्नु है, तलबाट हेर्नु, तलबाट। किनभने माटो भनेको तपाईँले टेकिरहेको जमिन हो है। हामी खालि मास्तिर आकाशमा चन्द्रमामा के भयो, मङ्गल ग्रहमा को गयो है, रसियाले के गर्यो, नासाले के गर्यो, त्यो पनि बुझ्नुपर्छ। तर त्योभन्दा पहिला चाहिँ हाम्रो करेसा बारीमा टमाटर फलेको छ कि छैन, खोर्सानी फलेको छ कि छैन, त्यता हेर्ने हो। हावामा धान फलाउनु सकेको छैन, मङ्गल ग्रहको कथा पढेर हुन्छ। यहाँहरू सबैजनालाई म यो भन्न चाहन्छु, अहिले थुप्रै छन् एआईबाट प्रधानमन्त्री हुनेहरू, एआईबाट चाहिँ नि अर्थमन्त्री हुनेहरू थुप्रै छन्, छैनन्? विदेशी प्रभुलाई ढोक्ने, हजुर कि हजुर गर्ने, चुनावको बेला घर दैलो जानु छैन, खाली छिमेकी मुलुकतिर धाएको छ। गर्न खोजेको के हो है? यो देशको सरकार चाहिँ कसले बनाउने हो? यही जनताले बनाउने हो कि बाहिरकोले बनाउने हो है? श्रम संस्कृतिको सरकार चाहिँ यिनै जनताले बनाउँछ। केही छैन, एआईमा प्रधानमन्त्री हुँदै गरोस् या जेसुकै हुँदै गरोस्, तर वास्तविकतामा है, वास्तविकतामा यो देश बनाउने शक्ति भनेको यिनै शक्ति हुन् जो तपाईँहरू हुनुहुन्छ। म तपाईँहरू सबैजनालाई श्रम संस्कृतिमा स्वागत गर्न चाहन्छु। तपाईँहरू श्रम संस्कृतिको मान्छे हुनुपर्छ। तपाईँहरू श्रम संस्कृतिको मान्छे हो। यदि यो देश बनाउँछु भनेर तपाईँ आउनुभएको छ भने, यो देशका लागि पसिना बगाउन म तयार छु, जे गर्न पनि म तयार छु भन्ने यदि तपाईँलाई लाग्छ भने तपाईँ श्रम संस्कृतिको मान्छे हो। यो श्रम संस्कृति पार्टी आज मैले यहाँ तपाईँहरूलाई छोडिराखेर जान्छु है। यो मेरो मात्रै होइन, यो तपाईँको पनि हो। यो तपाईँको मात्रै होइन, यो मेरो पनि हो। श्रम संस्कृति र यो देश हामी सबैको। यहाँ सबैजनालाई म के भन्न चाहन्छु, यो श्रम संस्कृति अब हामी सबैको श्रम संस्कृति। हर्क साम्पाङ है नभनिराख्नु, तपाईँ खुद हो हर्क साम्पाङ है। अब घर फर्केर जाने, टोल फर्केर जाने, तपाईँको छैन चुनावमा हाम्रो पक्षमा रिजल्ट नआइन्जेलसम्म सुत्नु हुँदैन, सुत्नु विश्राम गर्नुपर्छ। सुत्नु र विश्राम गर्नु दुईवटा फरक शब्दहरू हुन् है। बिताउनु हुँदैन, विश्राम मात्रै गर्नुपर्छ। यसो अलिकति एकछिन शरीर हो है, कहिले पनि रेस्ट गर्ने, फेरि उठ्ने गइहाल्ने है। चुनाव चिन्ह माटो, चुनाव चिन्ह माटो है, भविष्यको बाटो, भविष्यको चुनाव चिन्ह माटो, भविष्यको बाटो। हामी हाम्रा नानीहरूको भविष्य यही देशमा तपाईँको चाहिँ बनाउन चाहन्छौँ। अब हामी त आधी उमेर गइसक्यो होइन, तर हाम्रा छोराछोरीले +2 गर्ने बित्तिकै अमेरिका पो जाउँ कि अस्ट्रेलिया पो जाउँ कि जापान पो जाउँ कि कोरिया पो जाउँ कि भन्ने विलम्बन नहोस्। यहाँ मैले देखिरहेको छु थुप्रै जेनजीहरूको उपस्थिति छ होइन। वी वान्ट टु वर्क फर यु है, प्लिज डोन्ट फलो होइन। तपाईँको छैन के अरे रङ गाइज, डोन्ट फलो द रङ गाइज। तपाईँले चिन्नुपर्छ। हेर्दाखेरि तपाईँको छैन होइन खेतबाट आएको जस्तो देखिन्छ नि, देखिँदैन? हेर्नु त, मैले कसम के खाएको छु भने जबसम्म यो देशमा सबै जनताले सुकिलो मुकिलो लुगा लगाएर हिँड्ने आर्थिक अवस्था देशको हुँदैन, तबसम्म म यस्तै तपाईँको फाटेको लुगाहरू लगाएर हिँड्छु है। द्याट इज माई प्रमिस। हर्क साम्पाङ जे बोल्छ गर्छ। हर्क साम्पाङ इज नथिङ बट अ कमिटमेन्ट है। हर्क साम्पाङले बोलेको चाहिँ सक्यो। चुनाव पछाडि, चुनाव त हामी जित्छौँ, सरकार हाम्रो हुन्छ है, तर दार्चुलावासीलाई पनि गुड न्युज छ, त्यहाँको तुइनहरू रिप्लेस गर्न आउँदैछ श्रमदाता होइन। यत्रो सानो बालिका बिचरा त्यसरी गइराखेको देख्दाखेरि रोएँ म। यो देशलाई सम्झेर थुप्रोचोटि रोएको छु होइन। आँखा मात्रै मेरो आँसु त देशको हो नि। मेरो देश चाहिँ मेरो आँखालाई सापटी लिएर रुने गर्छ क्या कहिले कहिले होइन। त्यस्ता ठाउँहरूमा पनि हामी विकास गर्छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सन्तुलित विकास हुन्छ यहाँ। अन्यायमा तपाईँको कोही पर्नु पर्दैन। किसानको सरकार बन्दैछ यहाँ, मजदुरको सरकार बन्दैछ,
तमाम किसान र मजदुरलाई म भन्न चाहन्छु, विल वर्क फर योर सेफ्टी। है, हामी तपाईँहरूको सुरक्षाको लागि काम गर्छौँ। अहिले हेरौँ न, एउटा चाहिँ तपाईँको चाहिँ मजदुरले काम कति अनसेफली गरिरहेको छ। दिनभरि ग्यारेजमा काम गर्छ है, ग्रिज लाग्छ, भरे जाँदाखेरि नुहाउने पानी हुँदैन, हो कि भन्नु न है। आई प्रोटेक्सन छैन, केही पनि छैन क्या। पिपिई भन्छ नि, पर्सनल के अरे प्रोटेक्टिभ इक्विपमेन्ट्स, केही पनि छैन। किसानहरू त्यसरी नै काम गरिरहेको छ होइन। दिनभरि तपाईँको चाहिँ नि होइन, सिमेन्टमा बेल्चा हान्छ, हातमा केही हुँदैन, हात काटेर खत्तम भइरहेको। मजदुर बिना बन्छ कुनै देश? किसान बिना बन्छ कुनै देश? अनि किसान र मजदुरको लागि यो सरकारले अहिलेसम्म तपाईँको चाहिँ 30-40 वर्षसम्म शासन गरेको सरकारले के ल्यायो त नीति? तमाम किसान र मजदुरलाई भन्न चाहन्छु म, चुनाव चिन्ह अन्जुलीको माटोमा भोट हाल्नुहोस्। यो सिवाय अरूमा हाल्यो भने सायद तपाईँलाई पाप पनि लाग्छ कि है। पाप लाग्ने काम नगरौँ। देश बेचेर खानेहरू, देश जलाउनेहरू है, तपाईँको विभिन्न खालका गर्नेहरूलाई होइन। यसपालि सचेत नेपालीले चुनाव चिन्ह अन्जुलीको माटोमा भोट हाल्नुपर्छ। यो देश कसरी हामी उठाउन सक्छौँ भन्ने हामी देखाउँछौँ है। विल कम्पिट विथ चाइना। चाइनासँग हामी कम्पिट गर्नुपर्छ विकासमा। मरेको जुनी बाँचेर हुन्छ नेपालीले? हुँदैन। यहाँ हेऱ्यो भने सबै चाइनिज, यो क्यामेरा सबै चाइनिज, यो चाइनिज, गाडी चाइनिज, सबै चाइनिज। चाइना आफ्नै छिमेकी मुलुक त त्यहाँ पुग्यो त, हामी चाहिँ कहिले पनि नपुग्ने। सेम अनस लाज मान्नुपर्छ अब त हामी, होइन र? त्यो देशलाई त्यहाँ पुर्याउने हो भने अरू कसैले गर्न सक्दैन। श्रम संस्कृति बाहेक अरू कसैसँग भिजन पनि छैन, मिसन पनि छैन। गफ गर्ने हो, कुर्सीमा गाने, बस्ने है। यति धेरै काम गर्नुपर्छ यो देशमा, यति धेरै काम गर्नुपर्छ। काम मात्रै भन्नु त यताको युवाले काम मात्रै भन्नु हो। जब काम गर्छौँ हामी त्यसपछि उत्पादन र निर्माण हुन्छ। जब उत्पादन र निर्माण हुन्छ त्यसपछि मात्रै आर्थिक विकास हुन्छ। आर्थिक विकास भयो भने मात्रै तपाईँको गोजीमा पैसा हुन्छ। तपाईँको गोजीमा पैसा भयो भने मात्रै तपाईँलाई टेन्सन हुँदैन। तपाईँलाई टेन्सन भएन भने मात्रै तपाईँ हाँस्न सक्नुहुन्छ। अनि हाँस्नुको लागि नेपाली बाँच्नुपर्छ कि पर्दैन? कमेडी सो हेरेर हाँसेर हुन्छ एकछिन है। अरूको प्र्याङ्क गर्छ नि, के भनिन्छ होइन। अरूको त्यो हेरेर एकछिन हाँसिन्छ, फेरि एकछिन सकेपछि त ला अब के गर्ने, अब भरे अर्कोचोटि रिचार्ज हान्ने पैसा छैन। नचाहिने देश बनाइदियो। अनि देशलाई चाहिँ के भनेको छ? सतीले सरापेको देश। के को सतीले सराप्छ होइन? हिमाल, पहाड, तराई, वन जङ्गल, नदी नाला, ताल तलय सारा तपाईँको चाहिँ प्राकृतिक सम्पदाले भरिभर भएको देश हो त होइन? 125 भन्दा तपाईँको धेरै जातिहरू मिलेर बसेको संस्कृतिले धनी देश हो त यो त होइन र? त्यस्तो देश जुन देशमा चाहिँ नि होइन, हाम्रा पुर्खाहरूले आजभन्दा 1500 वर्ष पहिला ढिकी र जाँतो बनायो। फलाम पनि थिएन, खोइ कसरी बनायो। साह्रै साइन्टिस्ट हुनुहुन्थ्यो हाम्रो बाजे पुर्खा। पछि गएर हामीलाई के पढायो, सियो पनि बनाउन आउँछ। लेखेर दिन्छु, यहाँ उपस्थित भएका आदि मान्छेलाई भात पकाएर खान पनि आउँदैन। त्यस्तो नालायक भइसक्यो होइन। फेरि गोजीभरि कलाम भिरेको छ, सर्टिफिकेट चाहिँ यति छ। द्याट डजन्ट मेक एनी सेन्स है। हामी यो देशमा शिक्षा भन्ने बित्तिकै उत्पादन, निर्माण र आविष्कार हो भन्ने गरीको शिक्षा लागू गर्नेछ है। नो स्टुडेन्ट्स विल बी जबलेस। त्यो खालको देश हामी बनाउँछौँ। लेखेर दिन्छु कसरी बनाउने, यति लामो जान्छ, 6 महिना व्याख्या गर्न भ्याउँदिनँ म है। यो देशमा कृषिलाई नउठाइकन देश उठ्दैन है। किनभने उद्योग भनेको कच्चा पदार्थ बिना चल्दैन। कच्चा पदार्थ भन्ने बित्तिकै तपाईँको कृषि आइहाल्छ होइन। तपाईँको जुस फ्याक्ट्री नै बनाउनुहोस्, अथवा लु भनौँ न चामलकै तपाईँको चाहिँ धानकै परिकारको बनाउनुहोस्, जे बनाउनुहोस् न तपाईँले, औषधि नै बनाऊ होइन। कृषि बिना हुन्छ? हुँदैन। तर कृषिलाई हेर्ने दृष्टिकोण के छ? किसानलाई त फोहोर भन्थ्यो एकजना चस्मा लाउने एआईको प्रधानमन्त्रीले, होइन र? कति हाँस्नु। चस्मा लाउने एआईको प्रधानमन्त्रीले किसानलाई फोहोर भन्छ। अब किसानलाई त फोहोर अरे नहुने कुरा गरेको छ।
त्यसले गर्दाखेरि कानुनी सुधारहरू हामी ल्याउनेछौँ। सारा कुराहरू तब परिवर्तन हामी गर्न सक्नेछौँ जब हामी सारा कुराहरू गर्नेछौँ। म यति भन्न चाहन्छु, धेरै कुरा छैन। यी उम्मेदवारहरूलाई तपाईँहरूले भोट हालेर जिताइदिनुहोस्। 1 रुपियाँ मात्रै भ्रष्टाचार गरेछ भने यो खम्बामा लिएर जुत्ताले हिर्काउँछु म, जिताएर पठाइदिनुहोस्। र मैले 1 रुपियाँ मात्रै भ्रष्टाचार गरेछु भने पनि मलाई जहाँ भेट्नुहुन्छ त्यही मलाई पनि जुत्ताले हाट्नु है। कसम यो माटोको त्यति निष्कलङ्क र निष्ठा भएको मान्छेहरूको सामु होइन। कुरा बुझ्नुभयो नि? के हो, हामी अरबौँ खरबौँ। अब टिकट दिँदाखेरि मैले 1 रुपियाँ पनि लिएको छुइनँ। कि लिएँ भने लिएँ भन्न साथमा साक्षी राखेर भन्नुहोस् लिएँ, नत्र म पनि 1 करोडले उनले चाहिँ 50 लाख दिँदैछ 1 करोडले भनिहाल्ने। बिचारा घर राखेर दिनुहुन्छ होला कसैले चाहिँ, कसैले भाग्नुहुन्छ। करप्सनलाई जिरो कसरी बनाउँछ भन्ने बुझ्नुहोस्। खुट्टी हेरेर चाल पाउनुपर्छ, सानो बिरुवा हेरेर थाहा पाउनुपर्छ है। करप्सन त्यहीबाट सुरु हुन्छ, टिकट वितरणबाटै सुरु हुन्छ है। उहाँहरूले होइन तपाईँको चाहिँ फ्री अफ कस्ट अचम्म लाग्दो छ। फेरि यो टिकट भन्ने बित्तिकै पैसै लाग्ने कुरा हो नि त होइन। जाउँदाखेरि भित्र छिर्दाखेरि टिकट पैसा लाग्छ लाग्दैन, गाडी चढ्दाखेरि टिकट पैसा लाग्छ लाग्दैन, जुनै टिकट पनि पैसा लाग्ने। तर श्रम संस्कृतिको उम्मेदवारहरूलाई टिकट दिँदाखेरि पैसा नलाग्ने, यो हो सुशासनको सुरुवात। द मर्निङ सोज द डे, द मर्निङ सोज द डे है। यो कुरा बुझ्नुहोस्। श्रम संस्कृतिले देशको भ्रष्टाचारलाई कसरी तपाईँको तल झार्छ भन्ने मैले फेरि भने 2टा कुरा म प्रमिस गर्छु। हाम्रो सांसदले, तपाईँले जिताएर पठाएको हाम्रो सांसदले धेरै होइन 10 रुपियाँ पनि होइन 1 रुपियाँ मात्रै भ्रष्टाचार गरेर थाहा पायो भने म आफै आउँछु, बाँधेर खम्बामा जुत्ता ल्याउँछु। अर्को कुरा, हाम्रो सांसद संसद भवनमा गएर सुतेछ भने साधारण सदस्य पनि नमान्ने गरी पदबाट निष्कासन गर्नु सांसदहरूलाई पठाएर त्यहाँ सुत्नलाई हो है। कति राम्रो नीति निर्माण गर्छ होला भनेर सुविधा पनि दिएको छ, एसियामा होला त्यो भवन बसेको छैन। अहिले बस्दा त धसे होला, छिटै जाँदैछु कानुन गर्छु। खबरदार, मैले भनिरहेको छु तपाईँहरूलाई होइन। त्यस्तो सुत्ने विचार छ भने अहिले नै म लड्दिन भनिहाल्छु, हुँदैन। मैले थाहा मात्रै पाऊँ हाम्रो सांसदको उसको सांसद पदमा फुस्काइदिइहाल्छ। श्रम संस्कृति पार्टीको साधारण सदस्यको नरहने गरी निकाल्छ। त्यत्रो मासमा मैले खाएको तपाईँ गरेको कमिटमेन्ट हो यो, अरू जस्तो होइन। We are disciplined because we have to change the nation and we have to start from ourselves. हामी आफै डिसिप्लिन छ, अरूलाई डिसिप्लिन सिकाएको हुन्छ। That is why म त्यो भन्न चाहन्छु। थुप्रै कुरा छन् बोलिरहन मन लाग्छ तर समय छैन, प्लेनले पर्दैन है। फेरि त्यो मेरो प्लेन मेरो आफन्तको हो, कतिको चाहिँ रोक 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 भनेर रोकिरहेको छ अरे, त्यहाँ झगडा गरेर देखेको। त्यसले गर्दाखेरि चाइम जसरी गरी होइन, त्यसले गर्दाखेरि तपाईँको बाटोमा अहिले बिदा हुने अनुमति चाहन्छु। यहाँ अरू वक्ताहरूको वक्तव्यहरू छ होला, तपाईँ पनि यहाँ बस्नु होला, म चाहिँ निस्किनु पऱ्यो, हुन्छ नि। हामी चुनाव जितिसकेपछि तपाईँसँग भोट जित्नलाई आउँछौँ हामी है। त्यो भन्न चाहन्छु, यहाँ सबैको शुभ रहोस् यति भन्दै बिदा हुन चाहन्छु। जय माता जय देश।